नमस्ते हजुरहरूलाई धेरै धेरै स्वागत छ। आज हाम्रो चाहिँ नमस्कार। धेरै जाडो छ है। आज म पनि अलिकति फ्रेस छु हैन। त्यो घरबाट बाहिर निस्केन अलिअलि हिँड्नलाई। तपाईहरुलाई पनि हाम्रो सानो वृत्तचित्रमा स्वागत छ। अनि आज चाहिँ हामी तपाईहरुलाई वाइनी गेमको सपिङ सेन्टरतिर लगेर जाँदैछौँ। विशेष गरी हैन त्यहाँ भित्रभित्रै त्यो चाहिँ भित्रभित्रै छ। एकदम सुरक्षित र आरामदायी हिसाबले बनाइएको छ के त्यो चाहिँ। त्यहाँ चाहिँ विशेष गरी 250 भन्दा अझ धेरै त्यो सानोतिनोहरू गरेर हैन यताउति स्टलहरू गरेर त 260 भन्दा ज्यादा नम्बरमा पसलहरू हैन। त्यहीभित्र सबै गर्ने त्यहीभित्र सपिङ फुडिङ है सबै इन्जोय गर्ने सबै कुराहरू चाहिँ त्यसमा उपलब्ध छ के। त्यसै कारणले हामी चाहिँ बाबुहरू हाम्रो सब परिवार चाहिँ लगेर जानेछौँ। मेरो बाबुहरू अगाडि छन् है। हामी चाहिँ आज उहाँलाई पनि दुःख नदिनु भनेर ट्रामबाट लिएर जाने हाम्रो प्लान छ। अहिले बिहान त धेरै उज्यालो घाम लागेको थियो है। अहिले चाहिँ धुम्म भएर आयो फेरि हैन। यहाँ हाम्रो होम टाउनमा चाहिँ दोस्रोचोटि स्नो भएको, तर यो पुरै लेकहरू चाहिँ अहिले खुल्लै हुन्छ किनकि यो धेरै स्नो भयो भने पनि यहाँ जामिँदैन। स्थानीय सरकारले नुन छरिदिएको हुन्छ अनि साधारण जनजीवन चाहिँ हैन ओहोरदोहोर जाने काममा जाने अन्त यिनीहरू चाहिँ सबै बाटाहरू खुल्ला हुन्छ। नुन छरेर गरेको हुन्छ, खुल्ला गर्दै हुन्छ। त्यसै कारणले पनि सहरी जनजीवन चाहिँ अस्तव्यस्त हुन्न। त्यसै कारणले नै खुल्ला छ है तापमान। अब हामी चाहिँ यहाँ तलबाट 10 नम्बरको ट्राम विशेष सिधा त्यहीँ जान्छ हैन। त्यही बस स्टप त्यहीँ नै रोक्छ। त्यही कारणले हामी चाहिँ जान्छौँ। अलिकति हामी चाहिँ यो चाहिँ सुरुङ मार्ग भएर जान्छौँ है। अलिकति सुरुङ मार्ग छ, अलिकति चाहिँ हैन निस्केको छ। बस्नुपर्छ। मेरो सानो बाबु एक्साइटेड भएर खेल्दै खेल्दै हिँड्छ हैन। धुम्म बसेर के गर्ने हैन। यताउति गऱ्यो भने आफू पनि खुसी भइन्छ है। अनि मान्छेले युरोप भन्छ नि, तर युरोप सजिलो छैन है। काम गर्नुपर्ने हुन्छ है। अब बिस्तारै काम पनि गर्ने हैन अनि ऊ पनि गर्ने हुन्छ नि त। मेरो ठुलो छोरा उहाँ तल पुगिसक्यो हैन। अब हामी चाहिँ यो तेस्रो तलामा झर्दैछौँ। यो तेस्रो तलाको सुरुङ मार्ग हो है। तेस्रो तलाको मुनिबाट हामी चाहिँ अब त्यो पसल जान्छ। हजुरहरूलाई अब हाम्रो चाहिँ ट्राम पनि आइपुग्यो। हामी यही ट्राममा जान्छौँ। किन पछाडिको डिक्कीमा गयो भने सजिलो गरी पुगिन्छ। अब यहाँदेखि चाहिँ सुरुङ मार्ग सक्यो, माथि निस्कियो। हिउँ परिरहेको छ आज धेरै नै। अब उसलाई स्नो चाहियो भन्दैछ। एकदमै बाक्लो हिउँ पर्नु थाल्यो फेरि। बिहान आएको थियो। सुरुङ मार्ग सकिएपछि चाहिँ यस्तो आएको छ। एकदमै धुम्मिएको छ हैन। अनि हामी चाहिँ ट्राममा छौँ। ट्राम एकदमै भिड छ है। मैले चाहिँ आज मास्क लगाइन, एकछिनपछि लाउँछु हैन। म चाहिँ एक्सपेरिमेन्ट गर्दैछु
मास्क बिना अलिकति हिँड्नलाई कोसिस गर्नुलाई है बिरामी अलिक जोगिएर होइन अब बाँचुन्जेल मास्क नै लगाएर त झन् कस्तो गाह्रो हुन्छ सास फेर्ने पुरा झरेको छ अलिअलि देखिँदैछ हामी चाहिँ अहिले पुगेको छैनौँ त्यो पसलमा त ठुलो एरिया छ है विशेष गरी हाम्रो चाहिँ कस्तो छ भने इकोनोमीको राम्रो बनाउनको लागि त्यो कुनै पनि योजनाहरू भइ नरहेको देखिन्छ क्या हाम्रो देशमा तर यहाँ चाहिँ हरेक कुरा गर्दाखेरि इकोनोमिक अर्थतन्त्र नै मजबुत बनाउने काम हुन्छ क्या हरेक ठाउँमा होइन त्यो चाहिँ एकदमै राम्रो हुन्छ है अब हामी चाहिँ त्यही स्पटमा आइपुग्यौँ झरेर हजुरहरूसँग ल हेर्न अगाडि बढौँ आइपुग्यो सपिङ सेन्टरभित्र मोडर्न छ यो बिल्डिङहरू उसलाई चाहिँ अब स्नो अलिकति पक्रिनु पर्यो अरे तर बिल्डिसकेको छ होइन धेरै आधुनिक तरिकाले बनाएको छ है यो हो अब मुख्य गेटबाट इन्ट्रान्स भयो होइन यहाँ चाहिँ 5000 भन्दा ज्यादा गाडी पार्किङको क्षमता भएको छ होइन त्यति धेरै प्रबन्ध गरिएको छ यो हो वाइनिगम सपिङ सेन्टर हजुरहरूलाई मैले यहाँ लिएर आउनु लागेको होइन यहाँ चाहिँ हरेक वर्ष विन्टर डेकोरेसन होइन समर डेकोरेसन हुन्छ अनि यसले देखाउँछ कि है कति चाहिँ विकसित छ भन्ने देखिन्छ कि मेरो बाबु र यसले लियो मजा आयो यहाँबाट वेलकम भनेर यो इन्ट्रान्स हजुरहरूलाई धेरै स्वागत छ अब सुरु भयो है यहाँ स्क्रिन वाइज राखिएको छ होइन सबै सूचनाहरू यहाँबाट हेरिन्छ कहाँनेरिबाट कता जाने भनेर सबै यो क्याटलग भनिन्छ नि यहाँबाट हेर्न सकिन्छ यहाँ सबै किसिमको सूचनाहरू यहाँ सूचना डेस्क पनि राखिएको छ यो थियो है विन्टर डेकोरेसन होइन हजुरहरूलाई मैले देखाउन लैजाएँ यति धेरै भिड छ है एकदम फ्री छैन होइन विन्टर डेकोरेसन यो थियो सबै यहाँ आफ्नो पारिवारिक होइन रमाइलो गर्नको लागि सबै आउनुहुन्छ चाहिँ क्रिसमस ट्री पुरा विन्टरभरि यो राखिन्छ साधारणतया यसमा डेकोरेसन पनि हुन्छ हजुरहरूलाई म भित्रै लगेर जान्छु है यो चाहिँ इन्ट्रान्स हो होइन यहाँ चाहिँ ऱ्याट रहेछ यहाँ चाहिँ ऱ्याट रहेछ भन्दैछ मेरो बाबुले एमेजिङ डेकोरेसन सेन्टर ग्लास बनाएर राखिएको छ होइन उसको पहिलो तला अनि दोस्रो तलामा पसलहरू राखिन्छन् रेस्टुरेन्ट होइन सस्तोदेखि महँगोसम्म अब सस्तो त हुँदैन होइन यति ठुलो भाडा तिरेर गर्नुपर्ने हुन्छ तर अर्थतन्त्र चाहिँ एकदमै व्यवस्थित हिसाबले यहाँ विनियोजन गरिएको छ है यहाँबाट होइन अब देख्न सक्नुहुन्छ है मेरो पछाडि यति धेरै मार्केबल पसलहरू होइन मार्केबल त अब खासै भन्नै त नहुने है मैले हजुरहरूलाई यो माथिको डेकोरेसनहरू देखाएँ यो चाहिँ आधुनिक हिसाबमा एकदमै राम्रो गरिकन स्वाभस्टिकको पसलहरू होइन विभिन्न किसिमका पसलहरू सुन चाँदी घडी जस्तै रोलेक्स घडीहरू यसरी
राखिएका छन्। अब सेल पनि सुरु भएछ है। 50%देखि 70%सम्म जुत्तामा सेल सुरु भएछ है। गर्मी भएर मैले त टोपी पनि खोलेँ। अब हामी माथि जाने कि भन्ने हाम्रो ऊ छ प्लान। माथिकोमा गएर अलिअलि सपिङ गरेर होइन अनि भरे घर जानुपर्छ। अरू कुराहरू भन्दा पनि यति धेरै सहुलियत युक्त बनाइएको छ यो सपिङ सेन्टर चाहिँ। त्यहाँ बच्चाको आमाहरू पनि गएर दुध खुवाउने ठाउँ होइन अनि खाजा खाने ठाउँहरू एकदमै राम्रो गरी बनाइएको छ के। तपाईँ बाथरुम पनि यहीँ जान सक्नुहुन्छ। यहाँ इन्फर्मेसन हेर्न सक्नुहुन्छ यसरी होइन कुन पसल कहाँनिर छ सबै माथि स्क्रिनमै इन्फर्मेसन छ। त्यो सिसी बोय भनेको पसलको नाम हो छोरा। यो सानो बच्चाले नि के सिक्छ क्या के बोल्छ भन्ने नै थाहा हुन्न। यो हो हामी आयौँ दोस्रो तलामा। हाम्रो चाहिँ अलिकति जुत्ता अनि साधारण कपडाहरू किन्नु परेको छ होइन। यो चाहिँ यसरी डेकोरेटेड छ हरेक तलामा अनि हरेक 2-3 मिटरमा चाहिँ डस्टबिनहरू पनि व्यवस्थित गरिएको छ है। क्रिसमसलाई यसरी डेकोरेसन गरिएको थियो होइन। यहाँ धेरै जस्तो होइन नयाँमा चहल पहल हुन्छ धर्मको। यहाँ चाहिँ धर्म भन्दा पनि मेहनतमा धेरै नै विश्वास गरेर मेहनत गर्नुपर्ने हुन्छ है सबैले। यहाँ चाहिँ फोटो फ्रेमहरू व्यवस्थित रहेछ।